हामी अब यो झोलुङ्गे पुलको पारिपट्टि देखिएको रत्ने चौर एकदमै भाइरल चौर तोरीबारी फुलेको त्यो चौरमा जाँदैछौँ। त्यो म्याग्दी जिल्लामा पर्छ भने हामी यो पुलबारी चाहिँ अहिले बागलुङ जिल्लामा छौँ। अनि यो तल कालीगण्डकी करिडोर, पारिपट्टि जलजला गाउँपालिका पर्वत, यतापट्टि यो बागलुङ नगरपालिका र यो पारिपट्टि रत्ने चौर म्याग्दी। अब हामी म्याग्दी बेनी नगरपालिका वडा नम्बर 1 रत्ने चौर तोरीबारी फुलेको भाइरल चौरमा चाहिँ प्रवेश गर्दैछौँ। यो म्याग्दी बेनी नगरपालिका वडा नम्बर 1 रत्ने चौरमा सबैलाई स्वागत गरिएको छ। यता भित्र जानु भएको हो हो के यहाँ जुत्ता चप्पल खोलेर हो। पढेको होइन, उहाँ पनि आउनु जाने भइराखेको। अब अहिले यहाँ समितिले फेरि उत्तराधिकारी हिमालय समिति यहाँ समितिलाई दिनुभएको। अनि उहाँ चाहिँ उत्तराधिकारी होइन, हिमालयमा उहाँ हुनुहुन्छ। म तपाईँलाई देखाइदिन्छु। हामी अहिले गयो, उहाँ ध्यानमा हुनुहुन्छ। पुरै 2 महिनासम्म अनुष्ठान हो। बाहिर निस्किनु 8 गाँस मात्रै खानुहुन्छ, 8 गाँस मात्रै खानुहुन्छ, पानी पनि